हाय साथीहरू, शनिबार हामी पुरुषोत्तम महिनाभरि लाग्ने मत्स्यनारायण मन्दिरमा मेलामा गएका थियौँ। 1 महिनाभरि लाग्ने मेला भए पनि तर हरेक दिन यहाँ चाहिँ एकदमै भिड हुने रहेछ। हामी चाहिँ शनिबार गएका थियौँ। हामी लाइन नबसिकन दर्शन गर्न गयौँ, तर पनि हामीलाई चाहिँ यताबाट उता ठेल्ने उताबाट यता ठेल्ने एकदम चाप थियो क्या। मान्छेहरूको चाहिँ भिड थियो। बल्ल 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 भिडमा उम्किन सकेर हामीले बल्ल 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 दर्शन गऱ्यौँ मत्स्यनारायण मन्दिरको। अनि यसै बेला हामी चाहिँ गुरुसँग टिका लाउँदै थियौँ। मेरो साथी चाहिँ पुरा गुरुलाई मक्ख पार्दै टिका लाउँदै गफ लाउँदै थिइन्। अनि त्यहाँबाट हामी फर्क्यौँ यसो इन्जोय गर्दै बाटोमा गफ गर्दै। अनि त्यहाँ एकजना पसलको भाइलाई चाहिँ मेरो साथीले जिस्काइदिएर भाइ पुरा लजाएर क्या व्यापक। अनि यसो हेर्नुहोस् न, भिड चाहिँ कति धेरै हो क्या है। मन्दिर भन्ने बित्तिकै भक्तजनहरूको, त्यसमा पनि धेरै जस्तो लेडिजहरूको कति धेरै आस्था क्या है। अनि हामी त्यहाँबाट फर्क्यौँ। अनि बाटोमा राखेको यो के पुरा सामानहरू देखेँ मैले, अनि भिडियो पनि बनाएँ। त्यहाँबाट फर्किसके पछाडि माथिनिर अनि त्यसपछि महापुराण लगाइराख्नु भएको रहेछ। त्यहाँ नाचिराख्नु भएको थियो भजनमा, रमाइलो लाग्यो, हामीले पनि हेऱ्यौँ। त्यहाँबाट फर्क्यौँ, केही खाएको थिएनौँ बिहानदेखि भगवान्। अनि एउटा पसलमा गएर मोही खायौँ, यसो रमाइलो गऱ्यौँ, अनि हामी फर्क्यौँ।